हामी चाहिँ यहाँ राजेन दाईको कमान्डमा बेदकोट जाँदै। नमस्ते 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 हेलो हेलो हाय। हो भन मायाले हो भन हेलो गाइज गुड मर्निङ वेलकम टु माई एनदर ब्लग्स। आज चाहिँ यो ब्लग धेरै दिनपछि आएको छ र धेरै अन्तरालपछि मैले फेरि आज ब्लग स्टार्ट गर्दैछु। आज चाहिँ अब विशेष तपाईँले थम्बनेलबाट पनि थाहा पाइसक्नु भएको होला। आज चाहिँ हामी पिकनिक जाँदैछौँ गाइज। आज हामी बेदकोटतिर पिकनिक जाँदैछौँ। पानी तातिसकेको छ, यहाँ भाइले पानी तताउँदैछन् पुरा मेहनतका साथ। भाइ हेलो गरिदेऊ एकचोटि। हेलो हेलो साय लाइक सब्स्क्राइब। हाम्रो के ब्लग छ तपाईको? मेरो डिआर ब्लग्सलाई सब्स्क्राइब गरिदिनु होला। यता चाहिँ हाम्रो दाइ पुरा धार लगाउँदै एकदम मजाले। भोलिलाई मासु खान्नन् तर यहाँ धार लगाउन एकदम सिपालु। दाइ त मासु खानुहुन्न हैन? मासु चाहिँ खानुहुन्न, एकदम खसी ससी बनाउने जिम्मा चाहिँ जो मासु खान्न त्यसलाई दिइरहेको छ। यता हाम्रो वामदेव सर, वामदेव गौतम सर यहाँ खसीलाई एकदम डोरी लगाउँदै अब यसको हुन्छ आज बन्छ। हेलो कति किलो होला यार यो? 30 किलो हो जिउँदो। अनि हामी चाहिँ भोलि बेदकोट नगरपालिका जाँदैछौँ। त्यहाँ बेदकोट तालमा चाहिँ हामी जसले पैसा देखेन बेदकोट जान्छु भने जान्छौँ हामीहरू। र यता सब आफ्नै व्यस्त छन् भन्नु न। सब आफ्नै व्यस्त छन्। मैले चाहिँ पैसा दिएको छैन, म पैसा चाहिँ हाम्रो दाइले हालिदिइसक्नु भयो। दाइ हाल्नु भयो नि पैसा के छ? यता अब राजेन दाइले पैसा हालिसक्नु भयो। उहाँको लागि स्पेशल पनि छ गरिदिनु भन्नु नि। उहाँको लागि स्पेशल पनि गरिदिन्छु मैले। चाँडो चाँडो यार भइहाल्यो यार दाइ, यार काटो पानी चाहिँ कहाँ यी दाइ। एकदम दाइ भोलिको पिकनिकको बारेमा भनिदिनु नि त एकचोटि के छ? भोलि चाहिँ हामी करिबन 40-45 जना साथीहरू, गाउँका इष्टमित्र, हाम्रा साथीभाइ, ओडस पडोस यो बजारका सबै साथीहरूलाई मिलाएर एउटा सबैको चाहिँ एक वर्षमा एकचोटि घर छोडेर खानुपर्छ अथवा घरको पाटोमा खानुपर्छ अथवा कहीँ बाहिर गएर खानुपर्ने एउटा हाम्रो परम्परागत यो चलिआएको नियमअनुसारले पनि बाहिर गएर खानुपर्ने सिस्टम अनुसार हामी पनि त्यसैलाई फलो गर्दै भोलि चाहिँ हाम्रो एउटा पिकनिक कार्यक्रम आइबिआरडीले एउटा बृहत रूपमा चाहिँ आयोजना गरेको छ। नमस्कार रिसितबाला बोल्दैछु म आज तपाईको समूहमा। जन्ता चाहन्छन् तपाईँ के भन्न चाहनुहुन्छ खसी काटेको? 15,000 भयो भनेको 15,000 खसी खाइदिएपछि 4-500 हजार चाहिँ किन्न नखाने भने कि अच्छा के छ तपाईको विचार? हैन सामान कहाँ सरे कसको यो खसीले बान्ने बेला मार्ने बेला हान्ने बेला गरम बेला पानम ए अहिले फोटोमा त खिच्नु। आज हाम्रो यो पिकनिक विशेष कार्यक्रमको लागि खसी काट्ने कार्यक्रम रहेको छ। ल अब यहाँ मेन जानु पनि यो गरिदियो के रे यसको सर्को बुलेट हानेर त्यो एउटा हुन्छ नि घाटी घाटी बर्न रहेछ हैन त्यो हेरेर हान्दियो नि ठ्याक्कै लेभलमा हान्नु पाउँछ नि त्यो बर्न त जसमा ल्याउनु पर्छ। उयो 20 टका ल्याउन न किसिमको खबर के भएन त्यो त ल्याउनै पर्छ। पहिला लास्टसम्म यो बाहिर राङा गरेपछि अन्तिममा फाइनली खसी भुत्लिँदै छ गाइज। हाम्रो यहाँ भाइ एकदम मन्द मुस्कानको साथमा। के छ भाइ के छ? हेलो हेलो ठिक छ? अब हामी रफ्तार दिनभरि भ्लगमा लागिरहनु अरू कामको चटाएर तपाईँलाई भ्लग छ है? तपाईँको बलर गरिदिउँला। हेलो हेलो मायाले मार्दै मार्दै गयो जोबना मार्दै मार्दै गयो जोबना।
गाइज हामी चाहिँ पिकनिक स्पट आइपुगिसकेका छौँ। यो बेदकोट ठ्याक्क बसहरू यहाँनिर राखिरहेको छ यता। त्यसपछि हामी यता तलतिर जान्छौँ। अहिले चाहिँ हामीलाई माथि जाँदैछौँ हामीहरू चाहिँ एकछिन। भान्जा के छ त नि अनि आज भन त? बबाल हो हाम्रो जापानको यहाँ ग्रिन कार्ड हो। के छ यार यता भन न, बोल यार। के छ कृष्ण भाइ, ठिक छ? पिकनिक स्पट यहाँनिर छ। किन साइड हाम्रो नगरपालिका हामीले नगरपालिका पनि सँगसँगै लिएर आएका छौँ। हाम्रो यहाँ कोही बिरामी भयो भने छँदैछ टेन्सन उपचारको लागि। यता हाम्रो रमाइलो भइरहेछ जे होस्। यता अब हाम्रो चिया पाक्दैछ नौलो, एकदम युनिक स्टाइलमा हो क्या। हामीहरू एकदम चिया खान्छौँ पिकनिकमा आएर। कसैले खान्छ चिया? नौलो नै हो कसैले पिकनिक गयो। बरु त चिसो चिया चाहिँ खाइन्थ्यो, तातो चिया चाहिँ छ यार अलिअलि। भन न अरू केही। किन आउन्न? हाम्रो दाइ अब यहाँ भान्जाले पकाउँदैछन्। बिस्कुट खाने हो। अरे चक्कु यहाँ छ यार, चक्कु। नास्ता बिस्कुट लड्ला छ है भाइ त्यहाँबाट। उतातिर घोप्थ्यो यार धेरै। एकैचोटि भाग लगाउने हो खाने टाइपका हुन्छ। तालमा जानु पर्यो, तालमा। हो भन मायाले हो भन। गाइज हामीहरू बेदकोट ताल छौँ।
यहाँनिर हाम्रो सर यहाँहरू दायाँदेखि पछाडिदेखि तलसम्म हेलो गाइस, हाम्रो यहाँ बादशाहले खड्काजी कहाँ गए? हाम्रो खड्काजी साउथजी नमस्ते नमस्ते। यहाँहरू सबैलाई एकदम भेट हुँदाखेरि हामी खुसी छौँ। बादशाहले परिवार मेरो तर्फबाट नमस्कार नमन। सबैलाई शुभकामना। यहाँहरूको जीवन चाहिँ मस्त मजाको रहोस्, स्वस्थ रहोस्, घर परिवारमा खुसी आओस्। के भन्न चाहन्छु स्कुल परिवारको मस्त खाइरहेको छ। ओ लभ यु। यता पनि छ बाँदर। खा 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 अलि यता छ। अझै त खाने भोलि पर्सि कसले दिन्छ त यहाँलाई? कहिले काहीँ त हुने जाँदै हुँदै हामी बेदकोट तालमा जाँदै हो। बेदकोट ताल, मेन बेदकोट तालमा जाँदैछौँ। बेदकोट तालमा जाँदैछौँ। यता यहाँ पानी नै छ। हेलो हेलो हाई हाई भन्नु न सबैले। हेलो बेदकोट जाँदै बेदकोट बेदकोट। ल हेलो हेलो हेलो। हामी चाहिँ यहाँ राजेन दाईको कमान्डमा बेदकोट जाँदै बेदकोट ताल जाँदै दाईहरू चुलाउनु कबल थाहा बाटो होइन न मलाई थाहा नमस्ते 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 हेलो हेलो हाई। बिस्तारी बिस्तारी हिँड्नु होला। ओ तान्ने मान्छे तान्नु होला है। हेलो हेलो हाय। ओ बाबा हाम्रो पनि थाक्यो। लौरा टेक्दै हिँडेपछि त तिमी आयो त मेरो होइन। मजाम भाइ भर्तो पानी क्या
हामी तपाईँ हिँडेका छौँ क्या गर्दा लागि छ यात्रे रमाइलो क्या गरिदेऊ मात्र बाँकी छ म त राइजुमा झुमा क्या की छ राइजुमा फर्स्ट टाइम बेदकोट तालमा आइसकेको छौँ। यहाँ हेर्नु बच्चाहरू खुसी भएको। जय परमेश्वर भगवान रक्षा गर परमेश्वरी। भैँसी पालेको के हो यस्तो कस्तो पहाडको होइन टुप्पामा हिँड्दै कस्तो मजाको यार। पहाडको टुप्पामा ताल। रामनारायण सर र हामीहरू रामनाथ सर र हामीहरू। यहाँ हेर्नुहोस् गाइज। हेलो भन हेलो भन नि त नि कहाँ आयौँ हामी भन के हो यो ठाउँको नाम किन्नुपर्ने बेदकोट भन न ओहो किन्नुपर्ने थियो त के माछालाई भुजाएर यो तालमा चाहिँ एउटा पनि त्यो ऊ पाइन के अरे एउटा पनि त्यो पत्ताहरू खस्दैन छ यतातिर चाहिँ किनभने यहाँ एउटा पनि पत्ता पनि चराहरूले लग्दो रहेछ। फाइनली बेदकोट तालमा हामी पुगिसकेका छौँ। यो हेर्नुहोस् बेदकोट ताल। दारू खाएर बेदकोट ताल भनेर माछा ओ भाउजू ताल कस्तो लाग्यो एकदम बबाल। उता जाऊँ न त उतातिर। सावधान तालमा गोही छन्। गोही चाहिँ देखेनौँ हामीले। यहाँ बाँदर चाहिँ देख्यौँ। हेलो आऊ भन्छ हामीले बाँदर चाहिँ देख्यौँ नानु होइन। गोही देख्यौ तिमीले? गोही चाहिँ देखेनौँ हामीले तालमा। बाँदर चाहिँ देख्यौँ। आऊ त्यता नजाऊ यता यता सिधा हिँड न। उता सिधा हिँड वहाँनिर त्यहाँ माथिबाट हेर्ने ताल गाइज। यो चाहिँ बेदकोट नगरपालिकाको बेदकोट ताल। यस्तो दामी बबाल ताल छ यहाँनिर। यहाँनिर चाहिँ एउटा पनि पत्ता खस्दैन किनभने यहाँ जङ्गलको बिचमा छ। यो जङ्गलको बिचमा हुँदा पनि एउटा पनि पत्ता खसेको छैन। यहाँ हेर्नुहोस् गाइज एउटा तपाईँले पत्ता देख्नुभएछ भने एउटा पत्ता छैन यहाँनिर। यहाँ हेर्नुहोस् किनभने यहाँ वरिपरि जङ्गल छ तर पनि एउटा पनि पत्ता छैन। कान्छी यताबाट हिँड्छ यता तलबाट तल जाऊ ल म पनि तल जान्छु। एउटा पनि पत्ता खसेको छैन। घोडाघोडी होइन बेदकोट तालमा चाहिँ एउटा पनि पत्ता खस्दैन। पत्ता खस्ने बित्तिकै त्यो पत्ता चाहिँ ठ्याक्कै चराले समाउँछ भन्ने यहाँको किम्बदन्ती रहेको छ, कथा रहेको छ। र यो बेदकोट नगरपालिकाको ताल यो दक्षिणी मोडा यहाँ चाहिँ एकदम शक्तिको केन्द्र रहेको छ। यहाँ एउटा मन्दिर पनि रहेको छ र एकदम शक्तिशाली रहेको छ। हामीहरू चाहिँ अब मासु खाएर आएको हुनाले यहाँनिर तालमा हामीहरू केही गर्न सक्दैनौँ। बेदकोट तालको प्रचार प्रसार आन्तरिक यहाँनिर एउटा मन्दिर रहेको छ। यहाँनिर तालको मन्दिर राम्रो मन्दिर रहेको छ। अब मन्दिर के को हो भन्ने चाहिँ मलाई चाहिँ थाहा भएन गाइज। साथीहरू के को मन्दिर हो त्यो थाहा भएन। यतापट्टि ताल छ।
यतापट्टि मन्दिर छ। यहाँ चाहिँ शिवलिङ्ग छ। के को मन्दिर हो म चाहिँ हेर्नेछु। टाइगर ओ मा कसम यहाँनिर मन्दिर छ। त्यसपछि यता चाहिँ ठ्याक्कै हाम्रो अतरियाहरू देखिन्छ यो साइडबाट। यहाँ हेर्नुहोस् त्रिशूल गाइज, भाकल गरेका त्रिशूलहरू यहाँनिर छ सबैको, सम्पूर्णको। र यता पनि मन्दिर छ, यता पनि मन्दिर छ। यो चाहिँ ठुलो मन्दिर, यो चाहिँ भाकलकै। र हाम्रो यो ताल रहेको छ गाइज, मस्तको ताल। भन्नुहोस् भन्नुहोस्। गई गाइज हामी चाहिँ बेदकोट ताल। दाइ ढुङ्गा छैन अगाडि? ढुङ्गा गाइज हामी चाहिँ तालबाट फर्किँदैछौँ। यता हाम्रो बिन्दु दिदी, यता बिन्दु दिदी हामीहरू फर्किँदै हो। ओ नानु के छ हालखबर? फर्किँदै हो गाइजहरू। हामी हाम्रो डिआर ब्लगमा स्वागत छ। अहिले हामी तालबाट फर्किँदै हो, बेदकोट तालबाट। फोटोसोटो खिचेर हामीहरू चाहिँ अब 4 बजिसक्यो। यता हाम्रो ग्याङ गाइज, अब हामीहरू चाहिँ यहाँ पिकनिक स्पोटबाट जाँदैछौँ। यता पिकनिक स्पोट र हामी अब घरतिर जाँदैछौँ गाइज। बाई बाई बेदकोट, बाई बाई गर्नु न एकचोटि। बाई 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 बेदकोट, बाई बाई। यता ठाडै यार। बाई बाई बेदकोट। दाइ बाटोमा बाई बाई बेदकोट। बेदकोटबाट हामीहरू जाँदैछौँ गाइज। अब चाहिँ हामीहरू लिङ्गा जाँदैछौँ गाइज। लिङ्गा जाँदैछौँ, लिङ्गा अगाडि चलाएर। बल्ल सिटमा बस्नु पाएको यार, रमाइलो भयो। लिङ्गा जाँदै गाइज, लिङ्गा। अब चाहिँ हामी लिङ्गा जाँदै हो गाइज। हाम्रो बस यता हाम्रो नरेन्द्र दाई। के भयो दाई, रमाइलो भएको छ? रमाइलो त भएको छ, तर बच्चाहरूले सताउँछ। यता यो जाने प्रवेशद्वार अगाडि चाहिँ हाम्रो लिङ्गा भन्ने ठाउँ।
यता यो कच्ची रोड रहेछ। बस चाहिँ हाम्रो उतानिर रोकिएको छ। अब यो पिकनिकको लास्ट स्पोट लिङ्गा भन्ने ठाउँ। लिङ्गा पनि त्यो मैले त ठ्याक्कै त्यो निकुञ्ज त्यो के अरे राजमार्गको आसपास होला भनेको त यता भित्रतिर रहेछ। हेलो कान्छी, हाई गरिदेऊ। हाई गर्दै हाई हाई गर्दैन हाई गर्दैन यही हो ऊ के अरे बालुवाको ऊ बने हो क्या दाइ, त्यो शिवजीको जस्तो हुन्छ नि, शिवलिङ्ग जस्तो त्यो बने हो कि, अनि त्यसलाई लिङ्गा भन्दो रहेछ। अनि ठ्याक्क त्यही हो, यहीँनिर अब आइहाल्यो। ठ्याक्क खोलाको किनारमा त्यो पानी परेर फोटो खिच्नै हाम्रो त्यस्तो बनायो हो क्या। अब परिवारहरू पनि आइसकेका छन् भाइ, यसमा परिवार फाइनली हामीहरू चाहिँ लिङ्गा पुगिसकेको छौँ गाइज। टाइम चाहिँ 17:12 भइसकेको छ। ओ जापानिज कार्ड जाम हिँड उता उता गएर फोटो खिचौँ। लिङ्गा चाहिँ सबै यो पहिरोले लगिसकेको रहेछ अहिले चाहिँ। पहिला चाहिँ पुरा विशुद्ध पुरा त्यो मस्तको थियो, अहिले भने चाहिँ पहिरोले लगिसकेको रहेछ। यता पहिरोले सखा बाढीले सखा पारिसकेको रहेछ। यता हाम्रो घनश्याम यही हो लिङ्गा। हामी चाहिँ फाइनली लिङ्गाबाट चाहिँ अब घर फर्किँदैछौँ र आजको पिकनिक पनि यहाँ सकिएको छ। लिङ्गा पनि बाढीले गर्दाखेरि सबै भत्केको रहेछ र अब घर गइसकेपछि जाँदैछौँ। अब चाहिँ हेलो गाइज, हिजो चाहिँ अब धेरै नाचियो अनि त्यसपछि हिजो यो ब्लग एन्डिङ गर्न पाइएन र अब आज पसल ससल खोलेर ब्लग एन्डिङ गर्दैछु र साथै हाम्रो यहाँ दाइ पनि हुनुहुन्छ। हिजो कस्तो भयो दाइ? एकदम बवाल। र आज यो ब्लगबाट चाहिँ आज बिदा दिनु होला। हस् त, धन्यवाद, बाई बाई।